सम्पूर्णमा नमस्कार। म आज सप्तेश्वर केपिलासगढी गाउँपालिका वडा नम्बर 5 सप्तेश्वरको बिन्दा भन्ने ठाउँमा आएको छु। यो चाहिँ टङ्कप्रसाद राईको कृषि कर्म गरिराख्नु भएको यो कृषि थलो हो। यहाँ उहाँको चाहिँ मुडे घारहरू 20-22 वटा छ अनि मौरीसँगै उहाँले चाहिँ यसरी चाहिँ सुन्तला खेतीहरू गरिराख्नु भएको छ रहेछ। सुन्तला खेतीहरू पनि राम्रो फस्टाइरहेको देखियो। सरसफाइ गरेर चाहिँ बगैँचालाई एकदम सफा बनाइराख्नु भएको छ। यो छापो पनि लगाउनु भएको रहेछ। यो छापोले चाहिँ एउटा सिँचाइ कायम राख्ने, अर्को चाहिँ झारपातको आक्रमणबाट बचाउने र यो चाहिँ आफै कुहिएर मलको रूपमा पनि प्रयोग हुन्छ। यसको फाइदा, यो छापोको धेरै फाइदा छ। उहाँले चाहिँ मौरीहरू यसरी राख्नुभएको छ। खरको छाना लगाएर चट्टसँगले लगाइराख्नु भएको रहेछ वरिपरि। यहाँ एकदम परम्परागत शैलीमा मुडे घारमा मौरी पालन गरिराख्नु भएको छ। कागती केरा चट्टसँगले उहाँको हराभरा बगैँचा अनुगमन गरिँदैछ है हजुर। यस्तै छ। हामीले पनि कृषिमा चाहिँ क्रान्ति गर्नु पर्यो। उहाँले जस्तै यस्तो चडक्कको हेर्दा पनि ओहो भन्ने खालको बोट बिरुवाहरू तयार गर्नु पर्यो। यो चाहिँ उहाँको केरा बगान एकदम राम्रो छ। उहाँ चाहिँ टङ्कप्रसाद राई एकदम अग्रज कृषक। उहाँले चाहिँ निकै राम्रो कृषिमा लगानी गरिराख्नु भएको छ। करिब मौरी कति घार जति छ हजुरको? 22 घार जति मौरी छ तपाईँको। सुन्तलाहरू कागतीहरू पनि लाउनु भएको रहेछ। करिब आम्दानी सन्तुष्ट हुन लायककै छ। ठिकै छ है। यो चाहिँ उहाँले मलाई भर्खरै बोटैबाट पाकेको केरा टिपेर ल्याइदिनु भएको छ मित्रहरू। यस्तो छ कृषि कर्म उहाँको एकदम राम्रो रहेको जानकारी गराउँदछु। अहिलेलाई भने यति नै। हस् त, धन्यवाद।